र मैले त्यहाँ चिसो पानी खाएँ। निकै गर्मी भएको हुनाले फ्रिजमा राखेको पानी खाएपछि त्यहाँबाट रुगा लाग्ने जस्तो, घाँटी ख्याक्क जस्तो भएको थियो। अनि यहाँ फेरि स्थानीय जनप्रतिनिधिहरूको भेला थियो यही घरमा, यही कोठामा। म त्यही पङ्खा मुनि बसेको थिएँ। नाकबाट पानी आइरहेको थियो। अनि कार्यक्रम फेरि देशभरिबाट स्थानीय जनप्रतिनिधिहरू आउनु भएको छ। कार्यक्रममा बोल्नै पर्ने र म बल गरेर बोले। बोल्दा बोल्दै ज्वरो आउन लाग्यो मलाई भन्ने थाहा भएको थियो। र नभन्दै बोलेर सकेर गाडीमा चढ्नेदेखि नै ज्वरो आयो र म 8-10 दिन नै बिरामी जस्तो, म कहिले पनि त्यति बिरामी भएको थिइनँ। बिरामी भएँ। आज पनि त्यस्तै संयोग परेको छ। डरेको झस्केको भनेको हिजो भैरवामा, बुटोलमा, त्यहाँ पनि गर्मी नै थियो। धनगढी जति नभए पनि निकै गर्मी भयो। हलमा पनि पसिना पसिना, सबैको कपडा पानीले भिजे जस्तो गरी भिजेको थियो हामीहरू। त्यहाँबाट फेरि भोलिपल्ट धनगढीबाट आए जस्तै फेरि यहाँ उपत्यका प्रदेशको यही हलमा बस्ने, फेरि त्यही पङ्खा पनि भएको। म फेरि दोहोरिने हो कि भन्ने डर भएको छ। तर अहिले मलाई त्यस्तो केही सङ्केत चाहिँ छैन। मैले सम्झेको मात्रै। सबैले फेरि संयोजक बिरामी भन्ने कुरा देशभरि विदेशभरि पनि जताकतै पुगेको छ। म त्यस्तो धेरै बिरामी भएको त होइन। फेरि मिडियामा चाहिँ फेरि धेरै किसिमका प्रचार आए, हुँदै नभएका कुराहरू पनि आए। तपाईँहरूले पनि महसुस गर्नुभएको होला। मलाई भएको भाइरल इन्फेक्सनको देखिएको थियो, त्यो अहिले क्लियर भएको छ। म अहिले स्वस्थ छु र म फेरि कार्यक्रममा पहिले जस्तै व्यस्त भएर हिँडेकै छु। कमरेडहरू, अब यहाँ मैले धेरै लामो भन्नुपर्ने लागेको छैन। मैले विभिन्न प्रदेशमा बोलेका कुराहरू पनि तपाईँहरूले सुनिराख्नु भएकै छ। कतिपयलाई मन पर्यो होला, कतिपयलाई मन परेन होला। तर मैले आफूलाई लागेका कुराहरू मैले भनिराखेको छु। सहसंयोजक कमरेडले भनिराख्नु भएको छ। मूल्याङ्कन अनुगमन विभागका प्रमुखले भनिराख्नु भएको छ। हामी बोलिराखेकै छौँ। यहाँ अहिले पनि नारायण काजी श्रेष्ठले एक हिसाबले अहिलेको परिस्थिति बारे र हाम्रो जिम्मेवारी बारे राख्नुभयो भने सहसंयोजक कमरेड माधव कुमार नेपालले अत्यन्त व्यवहारिक र गर्नै पर्ने, जनतासँग जोडिने कुरा, पार्टीलाई अनुशासित गर्ने कुरा, व्यवस्थित गर्ने कुरा बारे राखिसक्नु भएको छ। ती कुराहरू हाम्रो पार्टी केन्द्रमा पनि पर्याप्त छलफल गरेर एउटा साझा धारणा बनाउँदै गरेको हुनाले उहाँहरूले राखेका कुरामा मेरो सहमति, समर्थन नै छ। त्यसकारण तपाईँहरूले बुझ्दा यसलाई हाम्रो पार्टी केन्द्रका विचार, अवधारणा र बुझाइको रूपमा नै लिनुहोला। मैले यहाँ धेरै भन्नु छैन। अहिलेको परिस्थिति असाधारण छ आदि इत्यादि, यी सबै कुरा तपाईँहरूले थाहा पाइराख्नु भएकै छ। झन् राजधानीमा हुनुको नाताले तपाईँहरू सूचना सञ्चारको तुरुन्तै पहुँचमा हुनुहुन्छ, जानकारीमा हुनुहुन्छ। त्यसकारण ती कुराहरू पनि दोहोऱ्याइराख्नुपर्ने आवश्यकता मैले ठानेको छैन। म के कुरामा तपाईँहरूको ध्यानाकर्षण विशेष रूपले गर्न चाहन्छु भने हामी हिजो पञ्चायती निरङ्कुशताका विरुद्ध वामपन्थी र एक हदसम्म लोकतन्त्रवादी भन्ने बुर्जुवा शक्तिसँग पनि सहकार्य गरेर पञ्चायती निरङ्कुशताका विरुद्ध आन्दोलन गऱ्यौँ। त्यति बेला वामपन्थी आन्दोलनका दुईटा धारा, एउटा चौथो महाधिवेशनको धारा, एउटा माले या कोकेको धारा, दुईटा धारा मुख्य रूपमा
प्रतिस्पर्धा जस्तो वैचारिक राजनीतिक प्रतिस्पर्धामा थिए। एउटा धाराको काठमाडौँमा सम्पूर्ण जिम्मा लिने माधव कुमार नेपालजी हुनुहुन्थ्यो। उहाँ महासचिव भइसक्नु भएको थिएन। अर्को धाराको काठमाडौँमा मुख्य जिम्मा मेरो थियो। म पनि महामन्त्री भइसकेको थिइनँ। त्यति बेला हामीले नियमित संवाद अन्तर्क्रिया गर्ने गर्थ्यौँ र पञ्चायती तानाशाहीका विरुद्ध, निरङ्कुशताका विरुद्ध आन्दोलन गर्ने विद्यार्थी, शिक्षक, मजदुर, किसानका कार्यक्रमहरूमा हामी सँगै हुन्थ्यौँ। म आज तपाईँहरूलाई त्यो कुरा स्मरण मात्रै गराउन चाहन्छु। त्यसपछि हामी 46 सालको ऐतिहासिक जनआन्दोलन, जसले पञ्चायतको निरङ्कुशतालाई अन्त्य गर्यो र एउटा राजनीतिक रूपले एउटा नयाँ परिस्थिति सिर्जना गर्यो। त्यसपछि वामपन्थीहरूको बिचमा एकता र ध्रुवीकरणको एउटा प्रक्रियाको माग जनताले पनि गरे, नेता कार्यकर्ताले पनि गरे। त्यही क्रममा एकातिर एउटा धाराका प्रतिनिधिहरू चाहिँ एकता केन्द्रको रूपमा, नेकपा एकता केन्द्रको रूपमा, र अर्को धाराका प्रतिनिधिहरू नेकपा एमालेको रूपमा ध्रुवीकृत भए। म खालि स्मरण मात्रै गराउन चाहेको छु। र त्यही प्रक्रियामा अगाडि जाँदै गर्दा हामी निर्वाचनमा सहभागी पनि भयौँ, बहुदलीय निर्वाचनमा। र त्यो निर्वाचनको अनुभव समेतका आधारमा हामी वर्ग सङ्घर्षको एउटा भिन्न रूप, सशस्त्र रूप, जनयुद्धको रूपतिर अगाडि बढ्यौँ। अर्को धारा संसदीय निर्वाचन मार्फत कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने र त्यहाँबाट पार्टीको नेतृत्व स्थापित गर्ने दिशातिर गयो। तपाईँहरू सम्झिराख्नु भएकै होला। हामी दुवै त्यो दुईटा प्रयोग, महत्त्वपूर्ण प्रयोगमा अगाडि बढ्दै गर्दा पनि हाम्रो बिचमा संवाद र सहकार्य रोकिएको थिएन। आज तपाईँ हामी यहाँ एकताबद्ध छौँ, हिजो पनि भएका थियौँ। म खालि स्मरण रहोस् भन्नको निम्ति मात्रै सम्झाएको व्याख्या विश्लेषण होइन यो। त्यसमा पनि त्यति बेला चाहिँ माधवजी नेकपा एमालेको महासचिव हुनुभएको थियो। म चाहिँ जनयुद्ध सुरु भइसकेपछि नेकपा माओवादीको महामन्त्री थिए र हाम्रो बिचमा फेरि पनि छलफल संवाद भइ नै राख्थ्यो। विरोध पनि हुन्थ्यो, आलोचना पनि हुन्थ्यो, सङ्घर्ष पनि हुन्थ्यो, तर साथसाथै संवाद र सहकार्य पनि हुन्थ्यो। अत्यन्त धेरै माधवजी र मेरो बिचमा त जनयुद्धको अवधिभरि, जनआन्दोलनको अवधिभरि अत्यन्त धेरै सहकार्य भयो। तपाईँहरूले सिलगढी बैठक भन्ने सुन्नुभएको छ, तपाईँहरूले लखनऊ बैठक पनि सुन्नुभएको होला, तपाईँहरूले दिल्लीमा भएका थुप्रै बैठकहरू सुन्नुभएको छ। तपाईँहरूले नेकपा एमाले र माओवादीका बिचमा रोल्पाको लोसेबाङमा भएको महत्त्वपूर्ण र पहिलो लिखित सम्झौता भएको एमाले र माओवादी बिचमा लिखित सम्झौता जनयुद्धकै बेलामा भएको पनि सम्झिनु भएको होला। यो सबैमा हामी कमरेड नारायण काजी श्रेष्ठ, उहाँ सात राजनीतिक दलमा हुनुहुन्थ्यो, मध्येमा हुनुहुन्थ्यो, तर माओवादीसँग अत्यन्त नजिकबाट सहकार्य गर्ने, कङ्ग्रेससँग एमालेसँग लगातार संयोजन गराउने भूमिका फेरि नारायण काजीले गर्नुहुन्थ्यो। हामी यस्ता पात्रहरू इतिहासका अहिले यहाँ केन्द्रित छौँ। अनि गणतन्त्रको निम्ति आन्दोलन गर्ने क्रममा 12 बुँदे समझदारी बनिसकेपछि वैधानिक रूपले गणतन्त्रका निम्ति आन्दोलनको नेतृत्व गर्ने काम मुख्यतः महासचिव माधव कुमार नेपाल नेतृत्वमा भएको बेलामा एमाले बुटोलबाट, हिजो लुम्बिनीको कार्यक्रममा उहाँले विस्तारपूर्वक भन्दै हुनुहुन्थ्यो, त्यहाँबाट एउटा ठुलो सभा मार्फत गणतन्त्रै हो, अब संविधान सभा नै हो भन्ने लाइनतिर
र हामीले जनयुद्ध मार्फत गर्दै एउटा नयाँ राजनैतिक परिस्थिति र परिवर्तन सम्भव भएको हो, हामी सबैलाई थाहा छ। म यति कुरा भनेर सबै कन्डरलाई हाम्रो गल्ती कहाँ भयो भन्नेतिर म भन्न चाहन्छु। म र माधवजी अहिले हिजो एमालेको मुख्य नेता हो माधवजी, म माओवादी आन्दोलनको मुख्य नेता हो। अरू सबै साथीहरूको भूमिका छँदैछ, मैले कसैलाई मिनिमाइज गर्नलाई यो भनिराखेका छैन, तर प्रमुख लिडरसिप हामी नै हो र हाम्रै नेतृत्वमा युगान्तकारी परिवर्तन सम्भव भएको हो। पञ्चायत विरोधी आन्दोलन पनि, सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र विरोधी आन्दोलन पनि, अनि सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय तिनीहरूको पहिचान र अधिकारको आन्दोलन समेत गरेर एउटा युगीन परिवर्तन सम्भव भएको हो। त्यत्रो परिवर्तन र संविधान सभामा गइसकेपछि पनि संविधान सभाबाट संविधान बन्न नदिने देशी विदेशी प्रतिक्रियावादीहरूको धेरै ठुलो कसरत, धेरै ठुलो, तपाईहरु सबैलाई थाहा नहुन सक्छ, निकै ठुलो दबाब, धम्की ठुल्ठुला शक्ति केन्द्रहरूको हामीले सामना गरेको हो। निकै ठुलो धम्की, संविधान बनिसकेपछि निर्वाचन हुन नदिनको निम्ति निकै ठुल्ठुला षड्यन्त्र पनि भएका हुन् र ती सबै षड्यन्त्रलाई परास्त गर्दै हामी अगाडि बढ्दै आएको हो। तर अहिले हामी कहाँ चुक्यौँ र 23-24 भयो, हामी निरीह जस्तो के कारणले भयौँ? अहिले 12 बुँदे समझदारी र शान्ति सम्झौता हुँदै गर्दा विश्वका महाशक्तिहरू दिल्ली गएर खबरदार कुनै हालतमा सम्झौता गर्न दिन हुँदैन कम्युनिस्टहरूसँग भन्ने महाशक्तिका प्रतिनिधिहरू हामीले अहिले पनि जल्दी सम्झेकै छौँ। तपाईँहरूले पनि सम्झिनु भएकै होला, नभए सम्झिनुहोस्। अहिलेको इतिहास घटनाक्रम बुझ्न त्यहाँसम्म त जोड्नै पर्छ। तर उनीहरू सफल भएन। हाम्रो जनयुद्ध र जनआन्दोलनको रफ्तार यति धेरै थियो, जनतामा चेतना र आत्मविश्वास, हजारौं नेता कार्यकर्ताहरूको चाहिँ कन्फिडेन्सको लेभल यति धेरै माथि थियो कि विश्व महाशक्तिले तत्काल हामीलाई रोक्न सक्ने, हामीलाई दबाउन सक्ने स्थिति थिएन र हामी विजयी भयौँ सबैमा। तर अहिले हामी 23-24 गते हामी केही पनि नभए जस्तो नेताहरू, तपाईँहरूले हेर्नुभयो छन् कि छैनन् कि जस्तो भयो नि तपाईँहरूलाई 2 दिन त 24 र 25, 26 सम्म त हाम्रा नेताहरू जीवितै पो छन् कि छैनन् कि कहाँ छन्, गिरफ्तार भएका हुन् कि मारि पो सके कि भने जस्तो स्थिति थियो। सम्झिनु